निरन्तर बचाउन सकेनौं भने समय कहिले पनि फर्केर आउँदैन। बितिसकेको समयले यदि हाम्रो अहिलेको समय बितिसक्यो भने पछि पस्ताउन विकल्प हुँदैन। हामीसँग हामी आफै मात्र जोडिएका हुन्छौँ। हाम्रो आफ्नो भविष्य, आमा बुवाका सपना, हाम्रा आगामी सन्ततिहरूको भविष्य, यो समाजको भविष्य, यो राष्ट्रको भविष्य पनि जोडिएको हुन्छ। आज यहाँ बसिरहेका करिब 200 जना हामी विद्यार्थी भाइ-बहिनीहरू छौँ। आजको 10, 15, 20 वर्षपछि यही एउटा टिमबाट यो देशका निम्ति नेतृत्व गर्ने व्यक्तिहरू जन्मनेछन्। त्यसबाट कस्तो नेतृत्व चाहिन्छ देशलाई, जसले देशलाई सही बाटोमा डोर्याउन सकोस्, सही मार्गनिर्देशन गर्न सकोस्, देशको अवस्थालाई सुधार गर्न सकोस्। यही टिमबाट जन्मिने नेतृत्वले त्यो काम गर्न सक्ने हामीलाई जनशक्ति आवश्यक पर्छ। तपाईहरु भोलिका दिनमा त्यसको बन्नका निम्ति आज प्रयत्न गर्नुपर्छ। एउटा ढुङ्गो पनि रसीले पटक पटक रगड्दै जाँदा ढुङ्गो पनि भिसिन्छ। यहाँले कहीँ इनार देख्नु भएको छ? देख्नु भएको छैन होला धेरै जसोले, किनभने अहिले इनारको समय सकिएको छ। इनारमा पनि सिमेन्ट अथवा ढुङ्गाले बनाइएको वरिपरिको भागलाई रसीले खिच्दै गरेर रसीले ढुङ्गालाई खियाएको हुन्छ। यदि हामी त्यसरी प्रयत्न गर्न सक्यौँ भने हामीले अवश्य पनि हामी जस्तो सुकै कठिन अवस्थालाई पार गर्ने क्रममा सार्थकता प्राप्त गर्न सक्छौँ। एकजना महाकवि भास पूर्वीय साहित्यका सबैभन्दा प्राचीन कविपतिका एक महाकवि भास अध्ययन गर्नका निम्ति एउटा विद्यालयमा गएछन्। उनका गुरुले उनलाई सिकाउने निकै प्रयास गरे। एक दिन, 2 दिन, 3 दिन गर्दै 2-3 महिनाको समय बित्यो। महाकवि भासले त्यहाँबाट गुरुले भनेको अनुसारको काम सक्नु भएन, सिक्नु भएन, याद गर्न दिएको कुरा याद गर्न सक्नु भएन। अनि गुरु रिसाएर 1 महिनापछि उनलाई त्यहाँबाट बाहिर निकाल्नु। यहाँ तिनीहरूले पढ्न सक्दैन बाबु, तिम्रो लागि यो गुरुकुलमा स्थान छैन भनेर निकालेपछि उनी घर जाउँ भने आमा बुवाले जसरी पनि पढेर आइज भनेर गुरुकुलमा पुर्याएर छोडेर जानुभएको छ। घर जान कठिन छ, विद्यालयहरूले निष्कासित गरिसक्नुभयो। अब कहाँ जाने त भनेपछि उनी त्यसै भौतारिँदै जङ्गलमा हिँड्ने क्रममा एउटा गाउँको छेउमा पुग्छन् र त्यहाँ एउटा इनार देखे। त्यो इनारबाट मान्छेहरू पानी निकालिरहेका थिए। रसीमा बाँधिएको थियो, पानी निकाल्दै थिए र उनी त्यहाँ गएर हेर्दाखेरि जहाँ एउटा रसीले